फाइनली अहिले चाहिँ म तल रानामा छु रानालाई लिएर अफिसमा लिएर फर्किँदैछु अहिले चाहिँ म आज चाहिँ एकदम ल्याङ अल्छी लागेर हो मैले बिहान स्टार्टिङ भ्लगहरू केही पनि बनाएन झ्याउ लागेर हो हामी एउटा चाहिँ रोड क्रस गर्नुपर्ने हुन्छ ठ्याक्कसँगले गाह्रो छ त नि हो यो चाहिँ तर राको दामी हाम्रो रोड हो बबाल दामी छ यो पनि यस्तो चाहिँ यहाँदेखि पूर्व जाने सबै प्रायः राम्रै छ तर गर्मीले खत्तम पारेर बस्थ्यो नत्र भने रोड एकदम दामी छ गर्मी पनि हति सजिलो छ अहिले चाहिँ एकदम आनन्द छ तर बाइकमा चाहिँ हट्यायो घरमै बस्नु त पङ्खा नलाइ सकिँदैन यतातिर मौसम पनि आजदेखि अलिकति गार्डन खुल्ला भइसकिरहेको छ मौसम चाहिँ पुरै किनभने हिजोसम्म त तर बिहान नै छ अहिले पनि अहिले भर्खर 10:30 हुँदैछ केही भन्नु सकिँदैन यो मौसम अहिले भरे 10 भारी बादल बोकेर आउनु पनि सक्छ कालो बादलमाथि अरू सब ठिक छ मैले नि यता नरहँदाखेरि यतातिर साइडमा काम गरेको नि त स्कुल भवन बनाउँदाखेरि भनेको त्यही भएर यो बाटो चाहिँ मैले धेरै थोरै गरेर चाहिँ लगातार 8 महिना चाहिँ छुट्टी कटाएर यस्तो विचार गरेर लगातार 8 महिना चाहिँ डेली नै आएको जस्तो तल हम्सबाट अलिक तेर्छ अनि यहाँबाट पनि तेर्छ जान्छ यहाँबाट लेफ्ट साइड यतापट्टिको बाटो जान्छ मैले काम गर्ने ठाउँ चाहिँ त्यतापट्टिबाट पनि जान्छ अब यो बाइकको कुरा छ यो बाइकलाई चाहिँ अब आज सर्भिसिङ हान्नुपर्ने भन्ने सर्भिसिङ भन्दा नि मोबिल हालेको त 700 किलोमिटर मात्रै कुदिरहेको छ सोरुममा एकचोटि देखाउनु चाहिँ पऱ्यो त्यो इन्जिन लाइट पनि बलिरहेको यो पनि अनि अरू भनेको लगभग अरू त ठिकै होला अनि हाई आरपिएम देखाइरहेको छ यसको चाहिँ रेस लिइरहेको छ क्या स्टार्टिङमै स्टार्ट गर्ने बित्तिकै रेसमा गइरहेको छ बाइक चाहिँ त्यो भएर यसलाई अलिकति मर्मत हाल्नुपर्ने हुन्छ अनि अरू कुरा सब एभ्रिथिङ इज फाइन केही पनि त्यस्तो खास कुरा भन्ने हुँदैन मेरो चाहिँ यस्तै छ सोरुम चाहिँ हाम्रो इन्ट्री गर्नुपर्ने हो र इन्ट्री गर्नुपर्ने हो को हुनुहुन्छ हो एउटा दुईटा तीनटा कति टाइम लाग्छ होला भनिदिनु त ल पालो आउनु लगभग 3 घण्टा लाग्छ 3 घण्टा पछि मात्रै कोही अहिले एउटा दुईटा तीनटा अनि 3 घण्टा भनेपछि त सर्भिसिङ आएको अरे कति घण्टा लाग्छ 3 घण्टा मात्रै सर्भिसिङ भन्दा नि त्यो मेरो हाई आरपिएम भइरहेछ कि अलिकति आरपिएम चाहिँ अलिकति हाई भइरहेछ कि स्टार्टिङमै अनि इन्जिन लाइट बलिरहेछ त्यही भएर चाहिँ टाइम लाग्छ हजुर 3 घण्टा लाग्छ भने चाहिँ म फर्केर जान्छु होला अब 3 घण्टा पर्खिनु कि फर्केर जानु फर्किन्छु गऱ्यो 3 घण्टा बस्नुभन्दा त मलाई 3 घण्टा बस्नु चाहिँ अलिक मेरो लागि चाहिँ उचित लागेन फेरि कुनै दिन म भिजिट गर्न आउनुपर्ने हुन्छ 3 घण्टा बसेर त नि के गर्नु 3 घण्टा पछि पालो अनि पालो आएपछि फेरि कति घण्टा ओहो हो म रुम आइसकेको छु घर आइसकेको छु अब भात खानु पर्ने हुन्छ बाइक पनि बनाइदिएन यो मान्छे अलिक भिड भइरहनु होला तिनीहरूमा स्टाफ नि कम छ जस्तो लाग्यो वास्ता नि नगर्ने खालको टाइपको चाहिँ सोरुम नि के जस्तो अब के हुन्छ विचार गर्नुपर्छ बनाउँछु बनाउँदिनँ कि साथीकोमै लगेर बनाउँछु जस्तो लाग्थ्यो फेरि उसकोमा नबनाउनुको कारण चाहिँ त्यो इन्जिन लाइट चाहिँ अलिकति
फाल्टै हुन्छ क्या इन्जिन लाइटको समस्या छ र चाहिँ अब नत्र त्यही पनि बनाएको थिएँ अब हेरौँ के हुन्छ अहिले अब विचार गरौँ त्यस्तो साह्रो वर्स कन्डिसनमै पुगिहालेको त छैन कुद्नु त कुद्छ नि मेरो बिग्रिहालेको छैन अलिअलि मात्रै हो त्यस्तो साह्रो पनि भएन लु धेरै नबोलिकन अहिलेलाई म भात खानु चल्दै ल अहिले भरे केही भइहाल्यो भने म आइहाल्छु फेरि ब्याक हुन्छु म ल अहिलेलाई सी यू लेटर ल आज पनि फेरि सेकेन्ड डे म चाहिँ यहाँ सोरुममा आइसकेको छु के छ अब के हुन्छ अब हिजो त फ्लाइट थियो 3 घन्टा लाग्छ भनेर फर्क्यो हो आज चाहिँ कति टाइम लाग्छ होला एउटा दुईटा तिनटा टाइम त लाग्दैन सर्भिसिङको तपाईँको मेरो सर्भिसिङ भन्दा नि यो इन्जिनलाई छ समस्या अनि आरपिएम हाई छ त्यति हो हजुर यसको आरपिएम हाई छ कि अनि इन्जिन लाइट पनि बलिरहेछ यसको फेरि यो दुईटा नट पो नसकिने हेर्दिन भन्छ कति ए हुन्छ त्यो फर्मसम्म भन्नुपर्छ नि अनि यसको यो एकचोटि यहाँ हेरिदिइराख्नु ल यहाँको नट पनि छैन कि अब ल्याइदिनु हुन्छ होला नि त कि के छ हुन्छ हो कुनको कारको खराब हो त्यो फेरि सेट अनि इन्जिन लाइटको त त्यहाँ राखेर रिसेट गर्नुपर्छ ल त्यति गरिदिनु नि त दुःखै दिएर हैरान भयो यो सर्भिसिङ गर्दाखेरि तपाईँको जस्तो यो मोबिल नफेरि अरू गर्दा मिल्छ नि मिल्दैन गरेपछि हो पुरै गर्नु पऱ्यो तपाईँको लास्ट सर्भिसिङ कहिले हो भने लास्ट सर्भिसिङ त धेरै भएको छैन नि भर्खर तपाईँको 600 किलोमिटर 600 मात्रै कुद्यो होइन तपाईँले जस्ट लास्ट सर्भिसिङ कुन महिना कति किलोमिटरमा गर्नुभएको त्यो अनुसारले हुन्छ नि त्यही त भन्नु खोजेँ त भने त मैले भर्खर सर्भिसिङ गरेपछि 600 किलोमिटर मात्रै कुद्दैछ अगाडिको म काठमाडौँदेखि भर्खर आएको क्या 600 मात्रै कुदिएर होइन होइन यो तपाईँको अस्ति सर्भिसिङ गरेदेखि चाहिँ 600 किलोमिटर मात्रै कुदाइरहेको छु मैले लास्ट सर्भिसिङदेखि चाहिँ कुद्नु त धेरै कुदिसक्यो नि बाइक त तपाईँको 46,000 कुदिसक्यो होइन तपाईँको जस्तै अब अस्ति सर्भिसिङको चाहिँ यो हो कि रिसेट गरेर राख्ने अनि फर्स्ट सर्भिसिङदेखि 0देखि स्टार्ट गर्छु ठ्याक्कै यो प्लस हाम्रो त्यसो भने 3 महिना या 3000 किलोमिटर पुगेपछि मात्रै हो क्या मोबिलको फेर्ने पनि 3 महिना 3000 अप्सन हुन्छ क्या तपाईँको त्यही त मैले त्यही भन्छु भने हुन्छ त्यसमा त दुईवटा मात्रै अनि 3टा त नट अनि तपाईँको बाहिरै फेर्नुपर्छ अरे अनि ल्याउँछु भन्नु दिएको त कि ल्याउँदा बाहिर गएर लगेर अब ए हुन्छ बाहिर गएर भने त्यो एउटा पो यहीँ गर्नुहुन्छ होला नि त कि हजुर होइन तपाईँको बाइक लगेर हालेर आउनुहुन्छ त्यही त भनेपछि यहीँबाट गर्नुहुन्छ होला नि त गर्नु त पेमेन्ट मैले एकैचोटि गर्दा नि हुन्छ त्यही त यहीँ गरिदिन्छु म मलाई हजुरको नम्बर भन्नुहोस् त रुङमाहाङ राई RUNG MA HANG मगर HANG RUNNNGMAHANG राई अरे कत्रो नाम हो तपाईँको त कुन राई पढ्नुभयो चामलिङ उयोबाट राख्नुभएको क्या हो हजुर आफ्नै भाषाबाट हो अन्त आफ्नो भाषा राख्नुभएको हेर कस्तो अप्ठ्यारो राख्नुभएको नम्बर दिनुहोस् तपाईँको 984 यसरी म हेर्नै पर्ने हुन्छ यो चाहिँ नम्बर त फेरि एक्सिलेटर तार नम्बर पो हेर्नुपर्ने हुन्छ त्यहाँ त यो अर्को टिप दिनु नि त 9829 धरान कति धरान 15
अरू त्यस्तो केही समस्या छैन नि है त्यति हो अहिलेको लागि एउटा समस्या चाहिँ एक्सिलेटर टप फेरिहाल्छ नोटो नर्मल हालिदिइहाल्छ हजुर अनि तपाईँको भनेको चेक है हजुर हुन्छ बस्दै गर्नुहोस् ल ए हुन्छ 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 अब तपाईँले थाहा पाइहाल्नुभयो के गर्नुपर्छ भन्ने कुरा हो टाइम लाग्ने रहेछ एकछिन यहाँ चाहिँ अब लाइन भर्खर आइरहेछ एसी भर्खर ढिलो छ थिएँ अब वेट गर्नुपर्ने हुन्छ मैले एकछिन भिडियो एडिट गर्छु बस्छु अन्त भिडियो त निकै लोड होला यसमा आउँदैन अब हेर्नुपर्छ के हुन्छ वेटिङ रुममा अब वेट गर्नुपर्ने हुन्छ ल यतातिर चाहिँ अब सबै मेकानिकहरू आफ्नो आफ्नो काम गर्दै यता काउन्टर उता बिल पेमेन्ट हुने रहेछ अनि मेरो चाहिँ पालो अहिलेसम्म आएको थिएन आधी घन्टा जति म बसिसकेको थिएँ यति बेलासम्म अनि यतातिर चाहिँ एफआई क्लिन हुने रहेछ यहाँ चाहिँ अनि यतातिर चाहिँ यो नयाँ बाइकहरू चाहिँ सोरुमको बाइकहरू चाहिँ यता राखिरहेको रहेछ लहरै लस्करै त्यति हो अनि अब वेट गर्नुपर्ने भयो अझै मेरो चाहिँ बाइक बल्ल बल्ल हुलिरहेको छ यहाँ बनाउनुको लागि म चाहिँ यता रेस्ट रुममै छु अनि मेरो चाहिँ एक्सिलेटर वायर मात्रै फेर्ने कुरा भइरहेको छ अरू चाहिँ अब के हुन्छ हेर्नुपर्छ अहिले अपडेट चाहिँ म लिइरहेको छु अहिले म यहाँबाट चाहिँ भिडियो बनाइरहेको छु रेस्ट रुमबाट सेटसँगले एक्सिलेटर त यहाँ के समस्या छ त होइन ठिक हो बिल हुन्छ बिल दिइरहेको छु छैन अनलाइन गर्नुपर्ने सक्यो गएको थियो के थियो स्कुटर निस्किसक्यो धोइदिनु नि त अनि फोटो खिचिदिनु आउँछ होला दिनु बोलाउनु न हजुर गाडी धोइदिनु न फोटो खिचिदिनु 1850 हुन्छ अनलाइन गरिदिन्छु नि म ओहो मैले कि सर्भिस बुकै ल्याउन बिर्सेँ होइन मेरो सर्भिसिङ फी छ क्या कति यो 11,000 देखि 13,000 पुगेर कति 11, 12, 13, 14मा गर्नुपर्ने होइन 14,000मा 11,000बाट बुक ल्याउनु भएको छैन अहिले सर्भिसबाट म पेड गरेर बुक ल्याएपछि हामी रिटर्न गर्दैनौँ तर बुक चाहिँ तपाईँको म बुक ल्याउँछु कि यसो गर्दा पनि हुन्छ नि अहिले पेड गर्छु होइन अनि हिलेमा गएर उयो गर्दा हुँदैन कुपन कटाउनु भयो भने हुन्छ म पेमेन्ट रिटर्न गरिदिन्छु भन्छु यहाँ सोधेर हजुर रिटर्न गरिदिनलाई हुन्छ त्यसो गर्दा हुन्छ अनि यो एक्सिलेटरको त तपाईँले 1300 भन्नुहुँदै थियो त मलाई एक्सिलेटर वायरको 1300 भन्नुहुँदै थियो 1300 हजुर होइन मैले सोधेको छु नि तपाईँलाई मैले सोधेको थिएँ नि पर गएर भन्दा 1300 भन्नुभयो सिस्टममा बसेर हेरेरै भनेको तपाईँले अरू के पनि सोध्नु भएको के रहेछ त्यो अनि अर्को चाबी सेट तपाईँलाई सोधेको छु नि भनेर यहीँ बसेर भनेको मैले त्यही त म 1300 भन्नु जस्तो लाग्यो नि कति बज्दा त्यसलाई त्यसलाई 1600 भन्नु हो अघि चाहिँ 1300 भने जस्तो लाग्यो फेस बिचमा सर्भिसिङ चार्ज 1600
महँगो छ रहेछ। बाइक पनि फाइनली बनाएर म चाहिँ निस्किसकिरहेको छु लगभग ऊ जानुपर्ने हुन्छ म चाहिँ पहिले चाहिँ मैले यो एक्सिलेटरको सिङ्गल वायर मात्रै चलाइरहेको थिएँ रिभर्सको चाहिँ काटेर राखिदिएको थिएँ मैले बाइक सिङ्गल वायरै हुन्छ नि त अरू बाइकको चाहिँ अनि यस्तो चाहिँ डबल हुन्छ एउटा रिभर्सको हुन्छ एउटा रेगुलर हुन्छ अनि चाहिँ मैले रेगुलर मात्रै राखिरहेको थिएँ त्यही भएर हो बाइक पनि बनियो लगभग तर साथी एउटा कुरा बनाउनु बिर्सेँ नि त मैले इन्जिन लाइट बनाइएन ठिकै छ ल इन्जिन लाइट पछि नै बनाउँछु म आफै यार लाइट बनाइएन नो प्रब्लम ठिकै छ त्यो बिस्तारै बिस्तारै बनाउनु यहाँ पेट्रोल हाल्नुपर्ने हुन्छ खासमा तर अहिले म हाल्दिनँ हो चिनिन है चिनिन दशरथ भाइ हो यो चाहिँ हाम्रो फुटबलको किपर हो फुटबल खेल्नु जाँदो रहेछ मिडफुटमा केटाहरूलाई धना धन्छ गेम इन्जिन लाइटको कस्तो बनाइएन त हो तर केही छैन यार अब बिस्तारै भोलि पछितिर बनाउला म फेरि यहाँ ग्यारेज आइरहेको छु अहिले चाहिँ मेरो अलिकति आरपिएम धेरै नै लो भएछ बाइक अफ भएको भएर यहाँ आएको छु अनि आरपिएम भइसक्यो अनि यो एफआई पनि क्लिन गर्नुपर्ने थियो म चाहिँ एफआई क्लिनहरू त्यस्तै छ भगवानको यो चाहिँ सोरुम हो यहाँ सोरुम एफआई क्लिनको त्यहाँ गर्नुपर्ने होला है एफआई क्लिनको त्यहाँ पर्छ पर्दैन फाइनली निस्किसक्यो तर काठमाडौँमा चाहिँ एफआई क्लिनको 500 दिन्थ्यो यहाँ चाहिँ लिएन किन हो र मैले सर्भिसिङलाई यहाँ हिजो गरेको थिएँ त्यही भएर पनि हो भनौँ भने अब काठमाडौँमा पनि सर्भिसिङ त गरेरै हो 500 लाग्थ्यो अब त झ्याप्टी भइहाल्यो मेरो अब टक्क तेल फुल पेट्रोल फुल हाल्ने त्यसपछि घर गएर भिडियो सुट एडिट गरेर हाल्नुपर्ने हुन्छ एउटा तपाईँले आजको दिनमा चाहिँ आज एकदम फुल टाइम भिडियो एडिटिङ पेट्रोल भनेको चाहिँ यही पेट्रोल पम्पमा हाल्ने हुन्छ अहिले तर यतातिर यो कमसेकम यो सफारी र टेम्पोले चाहिँ बढी एक्सिडेन्ट गर्ने नै सफारी र टेम्पो हुँदो रहेछ नि त्यो थाहा पाउँदैन नि अहिले
बिल 90 हो फुल हालिदिउँ ल मेरो पचास बनाइदिनु न 50 बनाइदिनु जान्छ तेल सर्नाममै आयो त्यसपछि अहिले एकदम यहाँ कुनै पनि लाइट बलिरहेको छैन यो डिस्प्लेमा कुनै पनि लाइट नबल्नु भनेको चाहिँ कन्डिसनमा छ अब चाहिँ यो तपाईँको मेन इन्जिन लाइट चाहिँ बल्यो भने के भयो भन्दाखेरि यो चाहिँ खासमा के हुन्छ भने केही एउटा अब बिग्रियो भने यो सेन्सरले सेन्स गर्ने खालको कुरा केही बिग्रियो अथवा केही बिगर आयो भने बल्दिहाल्छ यो मुला चाहिँ अनि यसलाई चाहिँ त्यो जस्तै अब त्यो बिग्रेको कुरा बनायो भने यो लाइट अफ हुँदैन कि यसलाई आफै क्लिनै गर्नुपर्ने रहेछ हेर अहिले अब त्यसमा त्यस्तो केही छैन अब यसको एक्सटर्नल पार्ट्सहरू यताउता बनाउनु छ भने छ नत्र केही छैन एक्सिलेटर वायर पनि हिजो फेरिहाल्यो जति चाहिँ फेर्नुपर्ने एक्सिलेटर वायर फेर्यो अनि अरू भनेको सब ताकन टुकन हेऱ्यो सब कन्डिसनमा छ भनिसकेपछि दोकानको सोरुमबाट पास भइसक्यो भाइ अब प्रसङ्गले घर जाने जति भिडियोहरू 2टा भिडियो 3टा भिडियो 3टा भरि स्टक छ यो अझै गोप्रोमै छ यता प्रसङ्गले लोड हान्ने मोबाइलमा अनि एडिट गर्ने बस्ने आज फुल टाइम भग लगाइदिने आज कतै ननिस्किने घरमै बस्ने किनभने अलिकति डुलेको धेरै भइसक्यो यही हो सुगन भाइको फर्निचर चाहिँ यही हो त्यो त आएको रहेन कहिलेसम्म हुन्छ यसो भेटिजाउँ त आएको छ भने भने अब भएन ल अब यति भन्दै घरहरू अब यस्तै छ अब लगभग अब घर पनि पुग्नु लागिसकेँ म अब यति भन्दै म चाहिँ अब अहिलेको लागि यो टर्निङमा फर्स्ट छ यो फोल्ड हानेर खास ल अब अर्को भ्लगमा फेरि म आइहाल्छु अहिलेको भ्लगको लागि चाहिँ म सम्पूर्ण हेर्ने केटाकेटीहरूलाई दाजुभाइहरूलाई दिदीबहिनीहरूलाई टाटा बाई बाई भन्दै यो भ्लगबाट चाहिँ म कट अफ हुन चाहन्छु ल कट अफ भनेको चाहिँ बाई बाई हुन चाहेको अहिलेको लागि ल सी यू इन नेक्स्ट भ्लग गाइज